तिमीलाई भैँसीको मासु खान सिक्न गाह्रो भएन, जाँड खान सिक्न गाह्रो भएन, हाम्रो भाषा सिक्नलाई तिमीलाई गाह्रो भन्छस् बाजे? हेर यो काठमाडौँ नेवार राज्य भयो भने म तिमीलाई यस्तो पेल्छ भए तिमीलाई त्यो मोमो बनाउन किमा पेल्छ नि त्यसरी नै पेल्छ। तिमी बुझिस्? हेर नेपालमा हामी बाहुनहरूको बाहुन राज्य त होस्, तिमी नेवारहरूको जुर्दै श्राद्ध गरिदिन्छ हामी। त्यो गरिदिनुहोस्। लक्ष्मी प्रसाद देवकोटा एउटा महाकवि हुनुहुन्छ, किनभने म पनि राम्रो साहित्यकार हो, किनभने मैले पनि कहिलेकाहीँ कविता लेख्ने गर्नुहुन्छ। आफूले कविता लेख्ने गर्नुहुन्छ अरे। मलाई निद्रा लाग्यो सुत्न जानुहुन्छ, भोक लाग्यो खान जानुहुन्छ। म तपाईँ पो भन्नु तपाईँ भन्नु भइहाल्छ। त्यही पनि हामी नेवारहरूले आफूलाई कस्तो मान्छ, लक्ष्मी पूजा गर्छ, भाइ पूजा गर्छ, अनि म पूजा गर्छ। म भनेको आफ्नो जिउ हो, जिउलाई पूजा गर्छ, यसरी ढोग्छ, यसरी जिउ भए पो घिउ पिउँछस् बाजे, जिउ नभए तिमी के पिउँछस्? अब के लेख्ने गर्नु हुन्छ। म पनि